everyone, this is Nilisha, and so basically our school is taking us on a hike from Duli Hill. So let's see how it goes. So अब हामी जाँदैछौँ गुम्बामा. So let's start. Guys, हामी तल आए माइक गर्दा गर्दै अनि यस्तो छ नजर. Hello everyone, this is Nilisha Gubazu reporting. अनि आज चाहिँ हामी झन्डावाला रोडमा हिँडिरहेछौँ. यता भ्यू हेर्नु झन्डाको यस्तो देखाउन. उता चाहिँ ऊ सबभन्दा हाम्रो ग्रुपको होच्चो न होच्चो मान्छे. अनि सबभन्दा अग्लो म. अनि मेरो पछि पछि आउँदैछ अब. Okay everyone, so अघि भर्खरै हामी यस्तो ठाउँमा आयौँ तर मजै आयो जे होस्. अनि म 4 चोटि लड्न मात्रै बाँकी थियो. बट या अब हामी फेरि जान्छौँ हिँड्दै. डाँडामा आइसक्यौँ. हेलो हेलो. भर्खर कोही लड्यो. तल होस् लाग्छ मलाई. यता यता त बाटै छैन. देउसुरे यति भने थियो. देउसुरे आफै हामी त जाने. देउसुरे ए हिँडेर जाने. देउसुरे ए सेभ आवर युनिभर्स. ए खुट्टा अल्केन. ए आँखा हिँड. ए आँखा हिँड. ठुलो मान्छे आउँदैछ. ठुलो मान्छे. सुन्तला टिप्ने प्रयास. इन्टरभ्यू लड्दा कस्तो फिल भइरहेको? एकदम मजा आयो. तिमी लड्दा चाहिँ कस्तो फिल आयो? के भन्नु म त अब खुट्टामा चाहिँ टाउको तल. हामी दुईजना लड्न बाँकी छ. अब हामी लड्ने ठिक्का. आफ्नो टाइम आएको. अब त रोड आयो. 10 साल आएपछि रोडमा पनि लड्न सकिन्छ. ठुलो कुरा होइन. चोरेको सुन्तला. हामी सुन्तला हन्टिङ गइरहेछौँ किनकि हामीले उता टाढा सुन्तला देख्यौँ. अनि अघि नै अन्तले सुन्तला कता चढेर लिएर आइसकेको थियो. सो हामी सायद फेरि सुन्तला टिप्न जान्छौँ. ओके गाइज, फाइनली हामी निस्किसक्यौँ जहाँबाट हामी हाइकिङ गरिरहेको थियौँ. सो कस्तो लाग्यो? एकदम मजा आयो लडेर? थियो. तिमीलाई कस्तो लाग्यो? मलाई नलडेकोमा अफसोस छ तर मजा आयो. तिमीलाई कस्तो लाग्यो? चिल ननच्यालेन्ट. अब बल्ल रोड आएछ. अब हामी गाडीमा जान्छौँ. हामी कहाँ छौँ अहिले? ओके, सो फाइनली हामी पुग्यौँ खाना खाने ठाउँमा. ओके, सो फाइनली हामी आइपुग्यौँ खाना खाने ठाउँमा. अनि निल्सा लड्यो. केही छैन, लड्नु नै पर्छ कहिले कहिले. कस्तो मजाले पनि आउँछ. हेलो. होला. वान भ्लगर रहेछ न भ्लगर. गाइस, बटरफ्लाई वाला पिङ. गाइस, अहिले हामी पिङ खेलिरहेछौँ. कस्तो लाग्यो एक्सपिरियन्स? राम्रो. गुड. ओके गाइस, सो अहिले चाहिँ हामी भर्खरै भिडियो बनाएर हामी अहिले यतिकै एक्सप्लोर हानिरहेछौँ. सो आई गेस अब हामी खान्छौँ होला. आई डोन्ट नो. तर
अब खाना खाने बेला भेटौँ बाई The scenes of the every TikTok we filmed. Yo. के मजा भइरहेछ ल अब यहाँ हामी फोन हाल्छौँ ओके गाइस हामीले खाना खाइसक्यौँ अब हामीले भिडियो छिटो खिच्यौँ अब हामी जान आँटेको यहाँ मजा हुन्छ बसमा ओके गाइस सो अब चाहिँ सबैजना आफ्नो घर पुगिसक्यौँ अनि म पनि आफ्नो घर पुगिसकेँ आज त एकदमै डेन्जर पाराले लडेको थिएँ म तर ठिकै छ लड्न नि ठिकै हुन्छ म लडेपछि त अब सबैजना थाहा भयो नि त म लडेँ भनेर लड्छ भनेर त्यसैले अब मेबी कोही पनि लडेको थिएन त्यसपछि सो दिस वाज अल अबाउट द हाइकिङ आजको दिन एकदमै मजा आयो हामीलाई So this was all about today's vlog on hiking from Namabuddha. So that's all for today. Bye. पानी परी भयङ्कर तोबा धेरै चोरी धरा पनि पर्यो होला हैन कुनै पोइन्टमा गएर मत लागि नराम्रो पनि बने होला कुनै ठाउँमा राम्रो थिए होला तर यदि मबाट कुरा कहिले पनि नसम्झिनु आजको मिसीमा बल्तीमाहरूसँग सबैसँग माफ मागे कोहीसँग बिफ भयो होला त्यो अर्को कुरा होइन हामी क्लासमा फस्ने बेला होस् या हामी झगडा गर्ने बेला होस् टुर हाइकिङ यताउति जाने बेला we're always together. So at the end of the day I just want to say I love you guys. ठुलो मान्छेहरूले बसमा ट्राभल गरेको देखेँ अनि अहिले त हामीहरू चिन्चाको देखेँ कि अनि मलाई चाहिँ कस्तो लाग्यो भन्दा हामीहरू पनि कुनै दिन त्यो पोइन्टमा पुग्छौँ होला एक सबैलाई सम्झिन्छौँ होला हामीले पनि त्यो फोटो खोलेर हेर्छौँ होला त्यति बेला हामीलाई सबैको याद आउँछ होला जस्तो लाग्यो कि त्यही भएर जे भए पनि गेम सकेपछि यसले मलाई यस्तो गरेको थियो यसले मलाई यस्तो गरेको थियो यसले मलाई त्यस्तो गरेको थियो भनेर चाहिँ कसैले नसम्झिदिनु के जिन्दगीमा लाइफमा कुनै पोइन्टमा आएर हो तिमीहरूको अहिले हामी टेनमा छौँ दुबई पछि गएर हामीहरूको जिन्दगीमा धेरै ट्रबल आउन सक्छ स्ट्रगल्स हुन सक्छौँ त्यतिखेर भनेको स्कुल टाइमको स्टुडेन्ट्सहरूलाई हामी साथीहरूलाई सम्झिने हो क्या मान्छेहरूले भन्छ नि दुबई पछिको